नवजात शिशुले जन्मेको 24 घण्टाभित्र पिसाब गरिसक्नुपर्छ भने जन्मेको 48 घण्टाभित्र दिशा गरिसक्नुपर्छ। यदि जन्मेको 24 घण्टाभित्र पिसाब भएन अथवा जन्मेको 48 घण्टासम्म पनि दिशा भएन भने तुरुन्तै डाक्टरलाई खबर गर्नुपर्ने हुन्छ। पिसाब भने बच्चा जन्मेको पहिलो दिन कम्तीमा 1 चोटी, दोस्रो दिन कम्तीमा 2 चोटी, तेस्रो दिनमा कम्तीमा 3 चोटी गर्दै पहिलो 7 दिनसम्म जति दिनको बच्चा भयो त्यति चोटी पिसाब गर्नुपर्ने हुन्छ। नवजात शिशुको डाइपरमा कहिलेकाहीँ गुलाबी अथवा रातो कलरको दाग देखिन सक्छ। त्यस्तो दाग पिसाबमा भएको युरेट क्रिस्टलको कारणले गर्दा देखिन सक्छ। युरेट क्रिस्टल पिसाबमा पानीको मात्रा कम भयो भने देखिन सक्छ। त्यही भएर त्यस्तो दाग देखियो भने स्तनपानको मात्रा बढाउनु पर्ने हुन्छ। नवजात शिशुले पानी पाउने माध्यम भनेको स्तनपान मात्र हो। ठुलोलाई जस्तो नवजात शिशुलाई पानी खुवाउन मिल्दैन। जन्मेको पहिलो 3 दिनसम्म बच्चाले कालो अथवा गाढा हरियो रङको दिशा गर्न सक्छ। जन्मेको 3 दिनदेखि 1 हप्तासम्म पातलो पहेँलो रङको दिशा गर्न सक्छ। त्यस्तो रङको दिशा आउनु भनेको बच्चाको पाचन प्रक्रिया सुरु भएको सङ्केत हो। 1 हप्तापछि तोरीको रङ जस्तो पहेँलो हल्का अमिलो बास्ना आउने दिशा गर्न थाल्छ। नवजात शिशुमा पिसाब अथवा दिशा कम हुनुको मुख्य कारण स्तनपानको मात्रा पुगेन भने हुन सक्छ। हरेक 2 देखि 3 घण्टा बच्चालाई स्तनपान गराउनु पर्ने हुन्छ भने हरेक स्तनमा बच्चालाई कम्तीमा 15 देखि 20 मिनेटसम्म स्तनपान गराउनु पर्ने हुन्छ। कहिलेकाहीँ आमाको दुधको मात्रा बच्चालाई पुगेन भने अथवा आमा स्तनपान गराउन अस्वस्थ भए बच्चालाई फर्मुला दुध पनि सुरु गर्नुपर्ने हुन सक्छ। फर्मुला दुध छान्दा हरेक 100 ml को फर्मुलाले बच्चालाई 60 देखि 70 किलो क्यालोरी ऊर्जा दिनुपर्ने हुन्छ। आजको लागि यति नै। अर्को भिडियोमा हामी नवजात शिशुलाई जन्मेपछि के कस्तो औषधि दिइन्छ भन्ने विषयमा चर्चा गर्नेछौँ। म डाक्टर उत्सव तिमल सिन्हा, बाल रोग विशेषज्ञ।